Poland, 4 दिन आज 4 दिन भयो यहाँ बसेको शुक्रबार शनिबार आइतबार आज सोमबार पनि यतिखेर बल्ल आछ मेकानिक है भर्खरै आएर दुईजना आछन् दुईजना आएर एकजना भित्र छिरेर जग लगाउन लाग्छ भने एकजनाले नयाँ टायर र नयाँ डिस सेट गर्न लागेको छ टायर डिस सबै ड्यामेज भएको छ र अनि हबको ढिक्का सबै नट बोल्ट लाउने हबको ढिक्का सबै चेन्ज गर्नुपर्ने भएको छ सबै चेन्ज गर्नुपर्छ हब खोल्दैछन् दुईजना भएर लागि परेका छन् पुरै खैलाएर हेर्नु न कस्तो भए कति वर्ष भयो थियो होला यो नखोलेको आमामा पुरै नट बोल्ट जङ लाएर खैलाएर पुरै पेट पेट भाँचेछ यस्तै चाहिँ गाइजहरू सबै ढिक्कै फेर्नी हो ए लगभग 4 दिन बसाइ भयो जङ्गलमा अब जङ्गलमा 4 दिन बसाइ गाडीमा एक्लै कसरी बस्यो भन्ने कुरो मलाई मात्रै थाहा छ है भाइ कमेन्ट यस्तै हो भाइ ड्राइभर हो छोरो मान्छे कहिले बजार सिटीतिर घुमिन्छ भने कहिले दुःख पाइन्छ ड्राइभरको जिन्दगी यस्तै छ नेपालमा त कति दुःख छ भने परदेशमा पनि यस्तै नै हो गाह्रो छ है त्यसैले गर्दाखेरि हामी ड्राइभर मान्छे त्यही माथि छोरा मान्छे परदेश हिँड्नु भएन त्यसले गर्दाखेरि हामी मन डह्रो पारेर हिँड्नुपर्ने हुन्छ है यो पर्केको टायर हब गएर बेरिङ जाम भयो बेरिङ जाम भएपछि साइड टायर पर्केको हो जस्तो लाग्छ मेरो विचारमा है केही छैन एनीवे ड्राइभर हो दुःख त गर्नै पर्यो